हिजो 2 सेटले पछाडि परेर तेस्रोबाट कमब्याक भएको, त्यसपछि चौथो सेटमा नि उत्कृष्ट कमब्याक गर्दै थियो स्वर्णानन्दले। त्यस पछाडि मौसमले साथ दिएन र गेम क्यान्सल भयो। आज फेरि स्वर्णानन्दले सोझो सेटमा आमचोकलाई पराजित गर्यो र यो प्रतियोगिताभरिकै पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् कृष्ण रसाइली। कृष्ण, सोझो सेटमा आज जितिन्छ भन्ने लागेको थियो? होइन, उता पनि अब राम्रै प्लेयरहरू हुनुहुन्छ, हाम्रो पनि अब राम्रै हुनुहुन्छ। जियोस् हिजोको भन्दा आज अलिक पर्फर्मेन्स राम्रो भयो, सजिलै भयो भनौँ न। खास स्वर्णानन्द आज यसरी सोझो सेटमा हाबी हुँदै गर्दा अब स्पाइकहरू त चलेको हो, त्यो आफ्नो ठाउँमा छ। सरोज पनि नयाँ खेलाडी चलेको हो, त्यसै गरी कृष्ण त सर्वोत्कृष्ट नै भइसकेपछि कुरै गर्नु परेन। त्यो बाहेक सेटरको भूमिका कस्तो रह्यो? सेटरको नि राम्रै भन्नुपर्छ, दाईहरू अब सिनियर दाई हुनुहुन्छ होइन, खेलाइराख्नु भएको हो। जस मेरो सेटकै हातकै लिफ्टर भनौँ न, सहजै बुझियोस् जित्नलाई हामीलाई भनौँ न। कृष्ण चाहिँ जस्तै गाउँघरको यस्तो गेमहरूमा चाहिँ गेम पनि जित्ने, धेरै ठाउँमा हिँडिरहने, अनि सानोतिनो गेममा धेरै अल्झेर नेसनल गेम खेल्नको लागि चाहिँ कहिलेकाहीँ त्यो क्लोज क्याम्पमा पनि नजाने, ढिलो पुग्ने, अनि त्यहाँ चाहिँ पर्फर्मेन्स राम्रो हुँदैन, कृष्णको राम्रो हुँदै पनि भन्ने गुनासो धेरै आउँछ। यसमा चाहिँ के छ भने अनि मेरो नि अब घर परिवार फ्यामिलीको बाध्यताले गर्दाखेरि म पनि टाढिनु परेको हो, छोड्न त मन छैन मलाई नि होइन। मलाई नि अब सानैदेखि रहर लागेको खेल्नलाई होइन, सानैबाट अब जिज्ञासा चलेको। मलाई नि अब त्यो दाईहरू अब सबै होइन सिनियर दाईहरू गएर ट्रेनिङ लिँदै मलाई पनि मन त हुँदैन नि त, उहाँ गएर ट्रेनिङ गर्न मन लाग्छ, अनि आफ्नो पनि बाध्यताले गर्दा पछि परिरहेको छु भनौँ न। मैले सुनेको चाहिँ कृष्ण पनि अब छिट्टै विदेश पलायन हुँदैछन् रे भन्ने त्यो कसैले भन्छन् कि, अनि राम्रो खेलाडीहरू पलायन भयो भने त स्वर्णानन्दको टिम मात्रै होइन, समग्र कोशी प्रदेशकै टिमलाई पनि ठुलो धक्का लाग्छ। के हो खास प्लान चाहिँ, के हो बाहिर जाने प्लान हो? हजुर, अब घरको आफ्नो फ्यामिलीलाई नि हेर्नु पऱ्यो होइन, खेलेर मात्र भएन, फ्यामिलीलाई हेरेर अब बिस्तारै प्लान हुन्छ भनौँ न। जति सक्दो अब नेपालमै बसिन्जेल खेल्छु, सक्दो दिनेछु, आफ्नो पर्फर्मेन्स दिनेछु, त्यसपछि अब विचार गरौँ। आज स्वर्णानन्द नगरपालिका आमचोकमा आएर च्याम्पियन बनिरहँदाखेरि खास सम्झिनुपर्ने त्यस्तो अब पालिकाको सहयोग होला, अथवा शुभचिन्तकहरू धेरै हुनुहुन्छ होला स्वर्णानन्दको टिमलाई सपोर्ट गर्ने, सम्झिनुपर्ने अथवा त्यस्तो नामै छुटाउनु नहुने त्यस्तो कोही हुनुहुन्छ? हाम्रो प्लेयरहरू हुनुहुन्छ अझै अर्जुन दर्नालहरू होइन, अरू हुनुहुन्छ, सञ्जीव कठेतहरू, भुवन गौतम लगायत हाम्रो पनि हुनुहुन्छ निकै भनौँ न। अनि अन्तिममा त्यो हिजोको चाहिँ के भएर त्यो दुईवटा सेट चाहिँ लज्जास्पद नै भइसकेको थियो, सुरुमा के भएर तालमेल मिलेन? हाम्रो त मेन त अब यो हाम्रो प्लेयरहरू खासमा यस्तोमा खेल्ने बानी छैन, फर्स्ट टाइम हो सबैको होइन, अनि त्यही भएर नि अलिकति मौसमले गर्दा पनि अलिकति असर गर्यो भनौँ न। थ्याङ्क यू यो समयको लागि। हस्, धन्यवाद।